यो चाहिँ हाम्रो भन्दा पनि दिदीको चाहिँ नेपालबाट सामान आएको छ के छ हामी अनबक्स गर्न आँटेको 3वटा कार्टुनमा छ मेरो चाहिँ आइपुगेको छैन हेरौँ म यो चाहिँ पाट गर्दै हाल्छु ल भिडियो सुरुमा कुन कार्टुन गर्ने एकदम भारी छ के कार्टुन सुरुमा चाहिँ छ हाम्रो चपिङ बोर्ड काट्नेवाला त्यसपछि छ मेरो यसमा बट्टा छ बट्टाभित्र पनि बट्टा छ होइन के छ त्यो बिरिनु अनि यो तर बट्टाभित्र बट्टा छ है गाइस कोकोनट ओइल यो एकदम कामको चिज हो आदिबाट चाहिँ के भएर हाम्रो आवाज नै रेकर्ड भएन छ भिडियो रेकर्ड गर्दा गर्दै यस्तो भयो भने चाहिँ साह्रै रिस उठ्छ मलाई चाहिँ कति धेरै रमाइलो गफ गर्दै हामी चाहिँ सामानहरू निकालिरहेको थियौँ कि एकदमै एक्साइटिङ भइरहेको थियो हजुरहरूलाई पनि म त्यही हाल्छु त्यही भिडियो टिकटकमा हाल्छु भनेर सोचिरहेको थिएँ तर कस्तो रेकर्ड भएन छ यस्तो भयो भने मलाई कस्तो चित्त नै बुझ्दैन के अनि त्यही भएर लास्टमा चाहिँ भोइस ओभर गर्नै पर्यो मैले चाहिँ निकालेँ पापड अनि दिदीले चाहिँ मसलादानी निकाल्नु भयो मसलादानीभित्र पनि के थियो क्या नेल कटर भगवान पूजाको सामान कति धेरै थोक थियो कहिले पूजाको सामान आउँछ कहिलेदेखि पूजा गर्ने भनेर दिदी पुरा सोचेको हुन्थ्यो अब आजदेखि चाहिँ हामीले पूजा गर्ने भयौँ अनि मैले फेरि निकालेँ डबको स्याम्पू अनि अगाडि भ्याजलिन पनि निकालेको थिएँ कुन सामान चाहिँ अलिक धेरै एक्साइटिङ छ रमाइलो हुन्छ म त्यही खोताली निकाल्दै थिएँ यो चाहिँ हो जिरा अनि अब दिदीले निकाल्नुहुन्छ धनिया जिरा र धनिया चटपटेमा हाल्न काम लाग्छ भन्दै हुनुहुन्थ्यो दिदी चाहिँ चटपटे पनि खाएको थियौँ क्या अस्ति हामीले यस्तो धेरै क्रेभिङ भएको नि चटपटेको त ओ माई गड यो प्लास्टिकमा भएको चिज चाहिँ के हो म अहिले हजुरहरूलाई लास्टमा भन्छु पुनिको चाहिँ अहिले हामीलाई खासै जरुरत थिएन मैले ल्याएको थिएँ तैपनि दिदीले हाल्नु भएको रहेछ अर्को डब्बा स्याम्पू कति धेरै स्याम्पू हाल्नु भएको रहेछ क्या अनि म यहाँ निकाल्दैछु बाथरुममा लाउने चप्पल हाम्रो चाहिँ बाथरुममा लाउने चप्पल किनेको थिइनँ यहाँ आएर मैले हालेको छु नकिनौँ भन्नुभयो दिदीले त्यही भएर यो कुरा देखेर हामी यति एक्साइटेड भएको नि त प्लास्टिकको खानेकुरा देखेर यो चाहिँ चक्कु हो कि आलु तास्ने हो म कन्फ्युज भएर पुरा हेरिरहेको थिएँ लास्टमा त्यो झोलाभित्र चाहिँ के थियो म हजुरहरूलाई अर्को पार्टमा भन्छु आजको लागि यति नै थ्याङ्क यू सो मच फर वाचिङ